सबैलाई विजयादशमी तथा शुभ दीपावलीको सम्पूर्ण मेरा फेसबुक फ्रेन्ड इष्टमित्र दाजुभाइ म लोकेन्द्र देउवा भनेर चिन्नुहुने सम्पूर्ण देश विदेशमा छरिएर रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई विजयादशमी 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र आज हामीले ठुलोबाट अनि सानोसम्म चाहिँ यसरीकन टीकाकरण गरेका छौँ। वास्तवमा हाम्रो चलन अनुसार चाहिँ ठुलोबाट चाहिँ सानोले आशीर्वाद आशिष लिने, टीका जमरा गरी आशिष लिने विशेष चाड हो यो। र यो चाडलाई हामीले पनि त्यही हिसाबले घरमा जमरा राखी हैन आफूभन्दा ठुलो मान्छेको हातबाट टीकाकरण गरेर विशेष आशीर्वाद लिइरहेका छौँ। तपाईले यो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नु होला है त। सुरुदेखि अन्त्यसम्म भिडियो हेरेर शेयर पनि गर्नुस्। आजको हाम्रो आज हामीहरू होइन दसैँको दिन अब सबैले चाहिँ यसरी टिका लगाएर अब फिल्म हेर्न हामी जान लाग्छौँ। बलिदान फिल्म लगाएर होइन बलिदान हेर्न जान लाग्छौँ। यता हेर सबै यता हेर, यहाँ हेर हेर पानी आइगयो। अब त्यो मोबाइलमा समस्या छैन, पानी आयो होइन ल पानी पनि परे होइन। फेरि हामी नेपाली चलचित्र बलिदान हेर्न भनेर जान लाग्छौँ अहिले होइन। सबैले जमरा समरा लगायो, सब टिका टिका भयो। अब हामी फिल्म हलतिर जानु हौ फिल्म हेर्न है। बाई पछिबाट हलको बाहिरको म दृश्य देखाउँछु। साथीहरू अब हामी चाहिँ यहाँबाट रिक्सा बुक गरी यहाँबाट हिँड्दैछौँ हामी फिल्म हलतर्फ है त। तपाईँहरूलाई बाटोमा एकदमै भिडियो अगाडिदेखि हेर्दै जानुहोस् है लास्टसम्म। एकदमै रमाइला रमाइला दृश्यहरू कैद हुनेछन् आज मेरो क्यामेराबाट है। हामी फिल्म हलतर्फ यसो त फिल्म हेरिहालौँ। आज दसैँको दिन हामीले चाहिँ त्यसरी गर्न मनाएका छौँ र यसरी टाइम स्पेन्ड गरेका छौँ। तपाईँहरूले चाहिँ दसैँको दिन कसरी मनाउनु भयो कृपया भिडियोलाई एकदमै सेयर गर्नुहोस् र कमेन्ट बक्समा गएर पनि कमेन्ट गर्नुहोस् कि तपाईँले दसैँ कसरी मनाउनु भयो त है त। यसको आफ्नो मनाएको दसैँको बारेमा चाहिँ गर्नुहोस्। र यदि कसैले मलाई सब्सक्राइब गर्नुभएको छैन युट्युबमा गएर त सम्पूर्णले सब्सक्राइब गर्नुहोस् है। अनि मेरो फेसबुकमा पनि फलो गर्नु होला। फेसबुकमा लोकेन्द्र देउवा नाम र युट्युबमा लोकेन्द्र देउवा अफिसियल भन्ने छ। यदि कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् है। अब हामी यहाँबाट यसरी गएपछि बल्ल हामी मलमा पुग्यौँ। मलमा पुगेपछि हामीले यताउति हेऱ्यौँ पहिला है सोधपुछ गऱ्यौँ र हामी सिधै माथिल्लो तला गयौँ जहाँ फिल्मको टिकट काटिन्छ है। त्यो माथि तलामा गइसकेपछि हामी हेर्दै थियौँ यताउति। अब मल पनि हेऱ्यौँ है। अनि त्यहाँबाट गएर यो मलको रौनक दृश्यहरू पनि म तपाईँहरूलाई देखाउने छु। एकदमै रमाइलो छ मल पनि। अनि हामी यो माथिल्लो तलाको
बााउन्ड्रीमा चाहिँ घुमिराखेका छौँ किनभने फाइनली हामीले चाहिँ टिकट काट्नुपर्ने थियो र टिकट काट्ने ठाउँमा जानको लागि अब फिल्महरूलाई त्यहाँ जानको लागि हामीले काउन्टरमा जानुपर्ने हुन्छ र काउन्टर खोज्दै हामी त्यहाँ हिँडिरहेका छौँ। धेरै ठुलो छ मल होइन, स्पेस धेरै लामो छ, त्यही भएर हामी यसरी घुमिरहेका छौँ। हेर्नुहोस् गाइस, तपाईँहरूले चाहिँ के गर्नुभयो आज दसैँको दिन त्यो पनि मलाई कमेन्ट गर्नुहोस् है। कमेन्ट गरेर भन्नु होला तपाईँहरूले के गर्दै हुनुहुन्छ त। आज हाम्रो त यसरी दिनहरू बितायौँ। आज जमरा समरा ग्राउन्ड गरिसकेपछि हामी चाहिँ फाइनली यतातिर फिल्म हेर्नको लागि भनेर आइयो हो। फिल्म पनि अब टिकट सिकटको लागि हामी हिँडिरहेको छौँ। फाइनली टिकट काट्ने ठाउँमा हामी पुगिसक्यौँ है गाइस। अब टिकट काट्ने ठाउँमा पुगिसकेपछि टिकट सिकट काट्ने र हामी यो गेटबाट चाहिँ स्वाटै भित्र है, भित्र गएर फिल्म हेरेर बेलुका घर फर्क्यौँ।